ल गाइज आज हामी यता पानामातिरको जङ्गलमा छौँ होइन कता जाँदैछौँ हामीलाई पनि थाहा छैन गन्तव्यमा पुगेपछि हामीले फेरि खबर गर्नेछौँ तबसम्मको लागि एउटा सानो चुट्का कुरो बुझ्नु हो सम्झिछौ कि बिर्सियौ मायाले आज ती बालापन कहाँ गए ठुलो बसी के भन्छस् पन्त्यौ बाबा पाइलट हुन्छु भन्थे परदेशी पो भए ठुलो बसी के भन्छस् भन्थ्यौ आमा डाक्टर हुन्छु भन्थे नानी पो भए ओ ठुलो भसी के भन्छस् भन्थ्यौ बाबा पाइलट हुन्छु भन्थे नानी पो भए ल तो साथीहरू यही हो होइन ओगावा होइन तेर्मे ओगावा थेर्मे कुरो बुझ्नुभयो नि अब यहाँबाट यस्तो सर हो यही हो साथीहरू हामी यहाँ छौँ होइन यो कुन ठाउँ हो थाहा हुनेले कमेन्ट गर्नु होला साथीहरू होइन आज हामी यहाँ छौँ लास्ट बिजी छ यो एरिया पुरा गाडीहरू टन्न छन् अब यो ती मान्छे भएको ठाउँमा हामी भित्र जाँदैछौँ के होला साथीहरू गेस गर्नुहोस् बुझ्नुभयो सरले के भन्नुहुन्छ कि यहाँको बारेमा नाम नखोलाउनु एकदम रमाइलो छ बिजी पनि छ गाडी पार्किङ फुल छ प्रोफेसर धेरै राम्रो छ क्या यो बुटो ट्रीहरू यो एकदम गेट यस्तो राम्रो यो भित्र के होला तर के हो थाहा भएन छिरौँ के अरे जे होला ल जाउँ के अरे जाउँ है त ल यस्तो रहेछ होइन यहाँको भित्रको म्यापहरू यस्तो रहेछ अब के हो थाहा भएन होइन यहाँ भित्र गएपछि थाहा हुन्छ होइन सर ल भित्र जाउँ है त ल खोल्नुहोस् रोका मलाई भन्ने चाहिँ के हो होइन पैसा छ कि छैन भन्ने कुरो फेरि सबैलाई हाल्न त पैसा चाहिन्छ होला नि होइन यस्तो यहाँ पैसा हाल्नुपर्छ साथीहरू होइन पैसा हाल्नु चाहिँ लक हुन्छ यो कुरो बुझ्नु हो पैसा हाल्नु चाहिँ लक भयो क्या चोरी गरेर भयो यो आयो कुरो बुझ्नु माथि 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 ल माथि माथि हाल्नु होला पैसा खोल्नु न जाने पैसा निकाल्नु पैसा त आज पैसा गइसक्यो पैसा निकाल्नु अब खोल्नु अब सामान हाल्नु अब माथि पैसा हाल्नु माथि फेरि यहाँ हाल्नु माथि हाल्नु अनि लक गर्नु ल भयो ओके छ नि ल हामी नुहाएर सक्यो होइन साथी हो ओन्सेन आएको कि ओन्सेन आएर नुहाएर सक्यो अब हामी निस्किनु लाग्यो बुझ्नु हो 1 किलो वजन घटाइयो ओन्सेनमा बसेर होइन नेचुरल ओन्सेन ओगावा तेर्मे यो कोदाराको ओगावामा छ चट्ट लाएर आएर बस्ने छुट्टीमा चट्ट शरीरको बोसो घटाउने कुरो बुझ्नुभयो कुरोमा बसेर आएर मोबाइल हेर्ने अन्त टिप्स खाने ल कम्पाइ ल दामी आयो त यार हुन्छ नि आज कति घन्टा बस्यो 5 घन्टा लगाइ यस्तै छ हाम्रो जिन्दगी रोड्नु हो आज हामी अब उब्रु बसेर चिकिन खरागे होइन यो थेवा मात्रै खुरासाकी के भन्छ यो होइन यो बिफोर चट्ट अनिल सरसित बसेर खाने भन्ने कुरो छ उता बिजी हुनुभयो होइन फोनमा म चाहिँ यता छु होइन साथीहरू यस्तै मजाले खाना मन छ भने साथीहरू हप्ता एकदिन तेर्मे आउनु पर्छ शरीरलाई फाइदा चक्कर खाएपछि पेट पनि भरिन्छ हेर्नु हो ल साथीहरू मिठो हुन्छ कि कस्तो हुन्छ एकदम मिठो खाएपछि भन्छ है मैले भित्र के लाग्यो अरे एकदम तिर्खा लागेको पानी चाहिँ यति मिठो भयो यो पनि लास्ट टाइम मिठो गरिदियो होइन यस्तै खाने भयो क्या यस्तै पुछेर होइन गरेर लास्ट मिठो त्यो उसमा के अरे
तातो पानीमा बसेर साउनामा बसेर बाहिर निस्किँदाखेरि यस्तो यस्तो चिजहरू खान पायो भने होइन साथीहरू गजब छ के तर कसैले के थाहा छैन कि यो बारेमा दुईवटा बोतल बारेमा कसैलाई थाहा छैन कि हामीलाई पनि थाहा छैन साथीहरू कुरो पनि हो यस्तै छ लास्ट मिठो हुन्छ नि तर खाने तरिका तपाईँले सल्लाह खानु मैले यस्तो फुटालेर खान्छु फुटाल्दै खाँदाखेरि के हुन्छ भने धेरै क्याल्सियम आउँछ क्या शरीरमा म ठुलो छु नि त तपाईँको शरीर सानो छ होइन क्याल्सियम खाँदा राम्रो हो हड्डी बढ्छ के होइन मैले त्यस्तो फुटाले खायो भने मेरो शरीर अझै बढ्छ क्या फेरि कुरो पनि हो बढाउनु भएन त्यही भएर यति हो साथी अब घर पुगेपछि फेरि है अर्कोचोटि हाम्रो खेल्ने होइन खेल्ने हो यहाँ सरी चलाउनु भयो अब हामी आजलाई बिदा गर्दैछौँ होइन ल ल सर अगाडि जान सक्नुहुन्छ तपाईँ है त थ्याङ्क यू रमाइलो भयो नि एकदम रमाइलो ठिक छ नि छुट्टीको दिन सबैले रमाइलो है साथीहरू सबै रमाइलो होइन कसले के भन्छ भन्दा पनि रमाइलो कति पनि आएको त हो के मौसम यो मौसम पानी आएको त फेरि टाइफु हो र आज हामी सिन देखाएर यस्तो आज हामी यहाँ भित्र बसियो 5 घन्टा होइन साथीहरू तेरेमै होइन तेरेमै गवा होइन रमाइलो भयो 2 भाइ बसियो होइन यस्तरी फर्केर जाँदैछौँ साथीहरूले पनि अब कुन ठाउँ भन्नुभयो भने यो कुदाराको गाउँमा पर्छ अनि साथीहरू हामी साइकल लिएर आएको थियौँ 2टा BMW यो 2टा BMW हाम्रो होइन सर के भन्नुहुन्छ अब हामी फर्किने उसमा छौँ होइन BMW चलाउनेको छुट्टी छ आज छुट्टी छ होइन अर्का पुरा BMW को चलाउनेको इन्जोय छ होइन ल त अब हामी घर पुगेर इन्डिङ गर्छौँ फेरि अर्को आउँछ तपाईँसँग ल है त तपाईँले प्रतीक्षा गर्नु होला हेरेर वेट गर्नु होला तपाईँहरूले चाहिँ फेरि साँझको यस्तो इन्जोय आउँछ कुरो बुझ्नुभयो नबुझ्नुभयो रमाइलो छ नि एकदम रमाइलो पहाडी गयो के अरे आज इन्जोय भयो ल इन्जोय भयो है साथीहरू अब हामी ट्याक्क लिफ्ट छोडेर गन्तव्य जाँदैछौँ गन्तव्यमा पुग्दैछ गन्तव्य कहाँ भन्ने थाहा छैन यो साइज एरिया हो कि बामियन हो कि अधिकारी आउँछ थाहा छैन अधिकारी अवस्था हुँदै होइन होइन आजको दिनको घुमपछि लास्ट अन्तिम आजको दिनको अन्तिम खम्पाई ल चेस बाई बाई गरिदिनु त उनीहरूले अब अर्को भिडियोमा धेरै पछि टुरमा तबसम्मको लागि बाई बाई